सम्पूर्ण साथीहरूलाई नमस्कार। फेरि पनि म राम गुप्ता अनि तपाईहरूले मेरो च्यानल एस्पिरेन्ट टु अचिभमेन्टमा फेरि पनि स्वागत छ। आज हामी यस गण्डकी स्पेसल डाटाहरूको कुरा गर्छौँ। हाम्रो गण्डकी हेल्थ असिस्टेन्ट र अब एएनएमको इक्जाम, एएनएम स्टाफ नर्सको इक्जाम अब नजिक छ। त्यसैले हामी आज यो गण्डकी स्पेसल डाटाहरू जसमा हामी मेटर्नल मोर्टालिटी रेट, त्यसपछि एनडिएचएस 2022, डिएचएस एनुअल रिपोर्ट 2080-81, एसडिजी एमडिजीमा नेसनल र गण्डकी लेभलको के डाटाहरू, कस्तो इन्डिकेटरहरूको अवस्था कस्तो छ त्यो हामी हेर्छौँ। सो हामी सुरु गरौँ पहिला मेटर्नल मोर्टालिटी रेटदेखि। मेटर्नल मोर्टालिटी रेट भनेको मातृ मृत्यु दर। मेटर्नल मोर्टालिटी रेसियो अहिले भन्छ मातृ मृत्यु दर। अब यो मेटर्नल मोर्टालिटी रेसियो हामी कुन रिपोर्टको बेसिसमा कुरा गर्दैछौँ भने नेसनल पपुलेसन एन्ड हाउसिङ सेन्सस, जुन सेन्सस भएको थियो 2021मा अथवा 2078मा, त्यसमा हाम्रो यो मेटर्नल मोर्टालिटीको रिपोर्ट आएको थियो। यो एनडिएचएस 2022को रिपोर्ट होइन। एनडिएचएस 2022मा मेटर्नल मोर्टालिटीको डाटा दिएकै छैन, डाटा आएको छैन। सो हामी यो सेन्सस रिपोर्ट 2021को कुरा गर्छौँ। अब यसमा कुन कुन कारणले मातृ मृत्यु दर हुन्छ त्यो हामी हेर्छौँ र कुन कुन मोस्ट कमन छ र कति छ अहिले नेसनलको अनि गण्डकीको हेर्छौँ। सुरुमा हामी सुरु गरौँ। सबभन्दा पहिला त डाइरेक्ट कज हुन्छ। पहिला त मेटर्नल मोर्टालिटी रेट भनेको के हो भने प्रेग्नेन्सीको पिरियडमा प्रेग्नेन्सीको कजले गर्दा, जो प्रेग्नेन्सीसँग रिलेटेड कारणहरूले गर्दा यदि आमाको मृत्यु भयो भने त्यसलाई मेटर्नल मोर्टालिटी भनिन्छ। यदि अरू कारणहरूले गर्दा मृत्यु भइरहेछ भने त्यसलाई मेटर्नल मोर्टालिटी अथवा मातृ मृत्यु भनिँदैन। त्यो कज प्रेग्नेन्सीसँग रिलेटेड नै हुनु पर्यो अनि त्यसलाई मेटर्नल मोर्टालिटी भनिन्छ। अब के कारणहरू हुनसक्छ भने हामी हेर्छौँ। सबभन्दा पहिला डाइरेक्ट कज, जुन प्रेग्नेन्सीसँग डाइरेक्टली रिलेटेड हुन्छ, र इन्डाइरेक्ट कज, जुन प्रेग्नेन्सीसँग रिलेटेड त हुन्छ तर इन्डाइरेक्टली रिलेटेड हुन्छ। सो डाइरेक्ट कज भनेको दोज कन्डिसन एन्ड फ्याक्टर्स द्याट डाइरेक्टली रिजल्ट फ्रम प्रेग्नेन्सी एन्ड चाइल्ड बर्थ। प्रेग्नेन्सी अथवा डेलिभरीले डाइरेक्टली रिजल्ट हुन्छ, त्यो कारणहरू हो डाइरेक्ट कज भनेको। इन्डाइरेक्ट कज भनेको त्यस्तो कज जुन इन्डाइरेक्टली रिलेटेड हुन्छ प्रेग्नेन्सीसँग। सो डाइरेक्ट कजमा कुन कुन हुन्छ भने अबस्टेट्रिक्स ह्यामरेज, धेरै रक्तस्राव भएर, अब्स्टेट्रिक्सको कारणले गर्दा रक्तस्राव भएर यदि ह्यामरेज भएर आमाको मृत्यु भइरहेछ भने त्यसलाई अब्स्टेट्रिक ह्यामरेज भनिन्छ। यसमा के हुनसक्छ भने पिपिएच पोस्टपार्टम ह्यामरेज र एपिएच एन्टिपार्टम ह्यामरेज। पोस्टपार्टम ह्यामरेज र एन्टिपार्टम ह्यामरेजले गर्दा डेथ हुनसक्छ आमाको। सो अब्स्टेट्रिक ह्यामरेज टोटल कजको कति पर्सेन्ट छ भने 26%, र पिपिएच कति पर्सेन्ट छ भने 23% छ। त्यस्तै एन्टिपार्टम ह्यामरेज कति पर्सेन्ट छ भने हाम्रो 3% छ। र हाइपरटेन्सिभ डिसअर्डर, हाइपरटेन्सनको कारणले गर्दा कति पर्सेन्ट छ भने 12% छ। त्यस्तै हाइपरटेन्सनमा के पर्छ भने इक्लेम्सिया, त्यस्तै प्रे इक्लेम्सिया पर्छ, त्यस्तै प्रेग्नेन्सी इन्ड्युस्ड हाइपरटेन्सन पर्छ, त्यस्तै प्रेग्नेन्सी रिलेटेड इन्फेक्सन, प्रेग्नेन्सीको कारणले गर्दा इन्फेक्सनहरू भयो भने त्यसको कति पर्सेन्ट छ भने 7%, सेल्फ हार्म आफै हार्म गरेर 6%, प्रेग्नेन्सी विथ एबर्टिभ आउटकम, एभर्सनले गर्दा मृत्यु भयो भने 5%, र एनेस्थेसिया कम्प्लिकेसनले 1%, अदर 11%। अदर कारणहरू 11% हुन्छ। र इन्डाइरेक्ट कजेसहरूमा के पर्छ भने हार्ट डिजिज, जुन प्रेग्नेन्सीसँग रिलेटेड भयो, डायबिटिज प्रेग्नेन्सी इन्ड्युस्ड जेस्टेसनल डायबिटिज मेलाइटिस भयो, क्रोनिक इन्फेक्सनहरू भयो, जसले जुन प्रेग्नेन्सीको कारणले एक्जाजर्बेट हुन्छ, मतलब बढ्छ, त्यस्तो कारणहरूले गर्दा भयो भने इन्डाइरेक्ट कज भयो। र हामी अब यो पर्सेन्टेजको आधारमा कुन फर्स्ट प्रायोरिटी चुज गर्ने, किनभने मोस्ट कमन कज अफ मेटर्नल मोर्टालिटी क्वेसनमा इक्जाममा आइरहेको हुन्छ। मोस्ट कमन कज अफ मेटर्नल मोर्टालिटी रेट इन नेपाल, यो क्वेसन आइरहेको हुन्छ तर अप्सन चेन्ज हुन्छ। यदि सुरुमा डाइरेक्ट कज र इन्डाइरेक्ट कज मध्ये चुज गर्नु पर्यो भने सुरुमा डाइरेक्ट कज हुन्छ। त्यसपछि किनभने 68% छ, 68% छ, सबभन्दा बढी भयो डाइरेक्ट कज। त्यस्तै इन्डाइरेक्ट कज भनेको 32%, सेकेन्ड प्रायोरिटी भयो 32% इन्डाइरेक्ट कज। त्यस्तै अब 32% भनेपछि सबभन्दा बढीको छ भने यो अब्स्टेट्रिक ह्यामरेज 26% भयो। त्यसपछि 26% पछि के छ भने पिपिएच छ, र पिपिएच पछि
12% हाइपोटेन्सिभ डिसअर्डर छ। सो हामी यो कुरा गर्दै थियौँ कुन मोस्ट कमन छ। सो हाइपोटेन्सिभ डिसअर्डर 12%, प्रायोरिटी 5, त्यसपछि प्रायोरिटी 6 भनेको 7% प्रेग्नेन्सी रिलेटेड इन्फेक्सन, त्यसपछि प्रायोरिटी 7 भनेको सेल्फ हार्म हुन्छ र सेल्फ हार्म कति छ भने 6% छ। सो मोस्ट कमन कज अफ मेटर्नल मोर्टालिटी इन नेपाल सोध्यो र अप्सनमा छ पिपिएच, त्यसपछि एभर्सन, त्यसपछि डाइरेक्ट कज, त्यसपछि इन्डाइरेक्ट कज। इन्डाइरेक्ट कज छ भने सुरुमा यसमा कुन एन्सर हुन्छ भने हामीले हेर्नुपर्ने हुन्छ पर्सेन्टेज। सबभन्दा धेरै पर्सेन्टेज कसको छ भने यो डाइरेक्ट कजको 68% छ, त्यसैले यो हाम्रो एन्सर हुन्छ यहाँ। तर यो चाहिँ यहाँ नदिएको भए, यो चाहिँ यहाँ नदिएको भए, यहाँ दिएको भए अब्स्टेट्रिक्स ह्यामरेज, टिआरआइसी अब्स्टेट्रिक्स ह्यामरेज, त्यस्तै हाइपरटेन्सन इन प्रेग्नेन्सी। यसमा कुन मोस्ट कमन कज हुन्छ भने अब्स्टेट्रिक ह्यामरेज, किनभने 26% छ र यो पनि नदिएको भए अब यहाँ मोस्ट कमन कज कुन हुन्थ्यो भने पिपिएच हुन्थ्यो। सो यसरी तपाईँहरूले हेर्न सक्नुहुन्छ कुन मोस्ट कमन कज हुन्छ। एमएमआर मेटर्नल मोर्टालिटी रेट इन नेपाल। अब अरू हेरौँ हामी अगाडि, यो कजको थियो। कजपछि हामीले के हुन्छ भने पिरियड, कुन कुन पिरियडमा डेथ मोस्ट कमन हुन्छ। मोस्ट कमनली डेथ पिरियड भनेको पोस्टपार्टममा 61% हुन्छ, त्यस्तै प्रेग्नेन्सीको बेला 33% र डेलिभरीको बेला 6%। सो यसमा सोध्यो मोस्ट कमन कज अफ डेथ, मोस्ट कमन कज अफ मेटर्नल डेथ अकर्स ड्युरिङ विच पिरियड अफ टाइम भनेको पोस्टपार्टम पिरियड 61%, पोस्टपार्टम पिरियड 61% हुन्छ। त्यस्तै मेटर्नल डेथ बाई प्लेस, कुन ठाउँमा मोस्ट कमनली डेथ हुन्छ भने अहिले हेल्थ फेसिलिटीमा 57% डेथ हुन्छ। सो हेल्थ फेसिलिटी चुज गर्नु होला यदि मोस्ट कमन डेथ अफ मदर बाई प्लेस सोध्यो भने र पिरियड सोध्यो भने पोस्टपार्टम पिरियड हुन्छ। त्यस्तै अब घरमा कति पर्सेन्ट डेथ हुन्छ भने 26%, किनभने अहिले इन्स्टिट्युसनल डेलिभरी नै धेरै हुन्छ, घर होम डेलिभरी थोरै छ अहिले। अनि बाटोमा भनेको 17% हुन्छ। त्यस्तै कोभिड-19ले गर्दा कति पर्सेन्ट आमाको डेथ भयो भने 15% आमाको डेथ भयो कोभिड-19ले गर्दा। त्यस्तै डिलेज अफ मेटर्नल डेथ, यदि 3वटा डिले हुन्छ नि त, 3वटा डिलेसँगै अरू यो अरू पनि डिले यहाँ दिएको छ। एटलिस्ट 1 डिले, 3वटा डिले भनेको डिले इन सिकिङ केयर, रिचिङ केयर र रिसिभिङ केयर। डिले इन सिकिङ केयर, रिचिङ केयर र रिसिभिङ केयर, कुनै एउटा डिलेले गर्दा कति पर्सेन्ट आमाको डेथ हुन्छ भने 74%। 3वटै डिलेले गर्दा 17% र कुनै पनि डिले नभए पनि डेथ हुन्छ भनेको 26% डेथ हुन्छ, आमाको डेथ हुन्छ। त्यस्तै अब मेटर्नल मोर्टालिटी रेट नेसनल लेभलमा कति छ भने 151 पर लाख लाइभ बर्थ। यो लाइभ बर्थ इम्पोर्टेन्ट छ, टोटल पोपुलेसन होइन, यहाँ लाइभ बर्थको कुरा हुन्छ। जम्मा जुन बच्चा जन्मिन्छ 1 लाखमा 1 लाख बच्चा जन्मिँदा कतिवटा आमाको डेथ भयो, त्यो हो मेटर्नल मोर्टालिटी रेट, जुन 151 छ अहिले नेसनल लेभलको। र गण्डकीको कति छ भने 161। 151मा 10 जोडेपछि +10 मात्र छ, 161 छ गण्डकीको, र यो नेसनलको 151 छ मेटर्नल मोर्टालिटी डेथ। सो यो कति छ तपाईँले बुझ्नुभएको होला। र यो लाइभ बर्थमा यो हेरिन्छ मेटर्नल मोर्टालिटी रेट एमएमआर। नेसनलको 151 र गण्डकीको 161 छ। सो तपाईँले यो बुझ्नुभएको होला। त्यस्तै अर्को हेर्नु त के छ। अर्को भनेको डियुएचएस एनुअल रिपोर्ट, जुन हाम्रो स्वास्थ्य सेवा विभाग डिपार्टमेन्ट अफ हेल्थ सर्भिसले रिपोर्ट पब्लिस गर्छ प्रत्येक वर्ष, जुन 2080-81मा पनि पब्लिस गरेको थियो। त्यसमा हाम्रो राष्ट्रिय लेभल र गण्डकी लेभलको इन्डिकेटरहरू कस्तो छ त्यो हामी हेर्छौँ। हेल्थ पोस्ट कति छ भने स्वास्थ्य कति छ भने नेसनलमा 3769 र गण्डकीमा 484 छ। त्यस्तै प्राथमिक स्वास्थ्य सेवा केन्द्र 184 छ नेसनल लेभलमा, त्यस्तै गण्डकीमा 25 र पब्लिक हस्पिटल कति छ भने पब्लिक हस्पिटल 234 छ नेसनल लेभलमा र गण्डकीमा 23 छ। त्यस्तै टिचिङ हस्पिटल शैक्षिक अस्पतालहरू 29 छ नेसनल लेभलमा र गण्डकीमा 3 छ। त्यस्तै हेल्थ रिपोर्टिङ स्ट्याटस अफ हेल्थ पोस्ट, रिपोर्टिङ स्ट्याटस 100% छ, दुबईको 100% छ। एफसिएचबी कति छ भने
50,665 र गण्डकीमा 5,834 छ। हेल्थ अफिस कति छ भने 77 र गण्डकीमा 11 छ। BCG कभरेज कति छ भने नेसनल लेभलमा 95% 95% र गण्डकीमा 89% छ, जुन कम छ BCG कभरेज गण्डकीको। फुल्ली इम्युनाइज्ड चिल्ड्रेन कति छ भने 96% र गण्डकीमा 116% छ। त्यस्तै इन्स्टिट्युसनल डेलिभरी 78% र गण्डकीमा 75% छ। डेलिभरी बाई SBA कति छ भने 74% र गण्डकीमा 72% छ। CPR मोडर्न कति छ भने 40% छ नेसनलको र गण्डकीको 35%। CPR स्पेसिङ कति छ भने नेसनलको 31% र गण्डकीको 27%। टिभी केस नोटिफिकेसन रेट जुन पर लाखमा हेरिन्छ, केस नोटिफिकेसन रेट नेसनलको 139, गण्डकीको 115 छ। त्यस्तै टिभी ट्रिटमेन्ट सक्सेस रेट कति छ भने नेसनलको 92%, गण्डकीको 90%। लेप्रोसी प्रिभिलेन्स रेट पर 10,000मा हेरिन्छ नेसनलको। त्यस्तै लेप्रोसी न्यू केस डिटेक्सन रेट नेसनलको 8.4 छ भने गण्डकीको 4.0 छ। डट्स सेन्टर कति छ 62,141 छ भने गण्डकीको 831। कालाजार न्यू केसेस कति छ भने नेसनलमा 225 छ भने गण्डकीमा 11 छ। र एनुअल प्यारासाइट इन्सिडेन्स नेसनलमा 0.03 छ भने गण्डकीमा 0.01, जुन राम्रो हो। 4 ANC भिजिट एज पर प्रोटोकल 88% छ भने गण्डकीमा 160.5% छ। सो यो राम्रो पनि छ। गण्डकीमा कुनै कुनै इन्डिकेटर मिलेको छैन। यति थियो हाम्रो DOHS एनुअल रिपोर्टको बारेमा। अब हामी हेर्छौँ NDHS रिपोर्ट 2022मा जुन पब्लिस भएको थियो, त्यसमा नेसनल र गण्डकीको डाटा कस्तो छ। नेसनल लेभलमा टोटल फर्टिलिटी रेट 2.1 छ र गण्डकीमा 1.4 छ। यो धेरै नै कम भएको छ। 1.4 भनेको एकदमै फर्टिलिटी रेट कम छ। नियोनाटल मोर्टालिटी रेट कति छ भने 21 र गण्डकीमा 8। यो पर 1000मा हेरिन्छ, पर 1000। त्यस्तै इन्फेन्ट मोर्टालिटी रेट गण्डकीमा 28 र नेसनलमा 28, गण्डकीमा 19। अन्डर 5 मोर्टालिटी रेट नेसनलमा 33, गण्डकीमा 23। चाइल्ड मोर्टालिटी रेट, यो अन्डर 5 मोर्टालिटी रेट र चाइल्ड मोर्टालिटी रेट दुवै छुट्टै कुरा हो। चाइल्ड मोर्टालिटी रेट 5 छ र गण्डकीमा पनि 5 छ। पेरिनेटल मोर्टालिटी रेट नेसनलमा 27 र गण्डकीमा 13। पोस्ट नियोनाटल मोर्टालिटी रेट नेसनलमा 8 र गण्डकीमा 10। त्यस्तै CPR सोध्छ 57% नेसनलको र गण्डकीको 52%। CPRमा पनि मोडर्न र ट्रेडिसनल हुन्छ। मोडर्न 43 र ट्रेडिसनल 15 गरेर 57% छ। यो 57% नै हुन्छ, 58 जोडेर 58 हुन्छ, तर 57% किनभने यसमा 14.5 गरेर छ यस्तो। अनि त्यसपछि CPR गण्डकीको 52%, जसमध्ये मोडर्न 35 र ट्रेडिसनल 16 छ। फिमेल फर्टिलाइजेसन, अब CPRमा पनि फिमेल फर्टिलाइजेसन युज गरेको कति छ भने 13% र गण्डकीमा मात्र 5%, जुन एकदमै कम हो। त्यसपछि इन्जेक्टेबल भनेको डिपो कति पर्सेन्ट छ भने 9% नेसनलमा र गण्डकीमा 6% मात्रै छ। फ्यामिली प्लानिङको कम छ गण्डकीमा। त्यस्तै इन्जेक्टेबल डिपो भइसक्यो। इम्प्लान्ट 6% छ नेसनलमा, गण्डकीको डाटा अहिले दिएको छैन NDHSमा। पिल्स 5% छ नेसनलमा, मेल कन्डोम युज गर्ने 5%। त्यस्तै अनमिट निड अफ फ्यामिली प्लानिङ, मिट पुरा भएको छैन कति पर्सेन्टको भने 21%को र गण्डकीमा 28%को, किनभने गण्डकीमा कम युज गरिरहेछन् त्यसैले 28% हुन्छ। अनि SBAबाट डेलिभरी स्किल्ड बर्थ एटेन्डेन्टबाट डेलिभरी गराउने 80% र गण्डकीमा 89%, जुन राम्रो छ अहिले। त्यस्तै भ्याक्सिन कभरेज 80% छ। हाम्रो नेसनल लेभलको भ्याक्सिन कभरेज फुल इम्युनाइजेसन 80% छ। पार्सल इम्युनाइजेसन 16% छ र नो भ्याक्सिन 4% छ। त्यस्तै फुल इम्युनाइजेसन गण्डकीमा 93% छ, जुन राम्रो हो इन्डिकेटर। त्यस्तै टिनेज प्रेग्नेन्सी 14% छ। त्यस्तै स्टन्टिङ, अन्डरवेट र वास्टिङ भनेको 25, 19 र 8% छ भने गण्डकीमा 20, 18 र 4% छ। त्यस्तै एनिमिया इन वुमेन, वुमेनमा एनिमिया कति पर्सेन्ट छ भने नेसनल लेभलमा 34% र गण्डकीमा 25%। त्यस्तै चिल्ड्रेनमा एनिमिया कति पर्सेन्ट छ भने 43% र गण्डकीमा 31%। र एक्सक्लुसिभ ब्रेस्ट फिडिङ 56% छ। एक्सक्लुसिभ ब्रेस्ट फिडिङ भनेको 6 मन्थसम्म ब्रेस्ट फिडिङ गराउने 56% छ, तर गण्डकीमा 64%, जुन राम्रो हो।
भने अर्ली इनिसिएसन अफ ब्रेस्ट फिडिङ जन्मको विथिन 1 आवरमा गराउने 55% छ, 55%। यो दुवै फरक कुरा हो। यो 6 महिनासम्ममा ब्रेस्ट फिडिङ गराउने र विथिन 1 आवर 55%। एडोलेसेन्ट फर्टिलिटी रेट भनेको 71/1000 छ। 71 जनाले एडोलेसेन्टमै फर्टिलिटी हुन्छ, एडोलेसेन्ट पिरियडमा फर्टिलिटी हुन्छ भनेको 71/1000 वुमेनमा। त्यस्तै इन्स्टिट्युसनल डेलिभरी कति छ भने 79% छ, अनि गण्डकीको 88% छ। त्यस्तै BCG कभरेज नेसनलको 95% र गण्डकीको 100% छ। 4 ANC भिजिट एज पर प्रोटोकल 4 पटक गर्भ जाँच गराउने नेसनलको 81% र गण्डकीको 85%, जुन राम्रो हो। ओभरवेट इन अन्डर 5 चाइल्ड 1% छ, अनि आयोडाइज्ड साल्ट खाने 98% छ नेसनलको, र गण्डकीको पनि 98% छ। फिजिकल भाइलेन्स 15 देखि 49 वर्षको महिलाहरूमा फिजिकल भाइलेन्स कति पर्सेन्टले झेल्नुपर्छ भने 23%ले, र गण्डकीमा 15%ले। सो यस्तो थियो हाम्रो यो एनडिएचएसको। यसमा पनि तपाईँले सबै त नपढ्दा हुन्छ, कुन इम्पोर्टेन्ट छ सबै त पढ्नुपर्छ, तर इम्पोर्टेन्ट भनेको TFR, NMR, IMR, अन्डर 5 मोर्टालिटी रेट, त्यस्तै CPR, अनि त्यस्तै यो अनमिट निड डेलिभरी बाई SPA, भ्याक्सिन कभरेज, त्यस्तै स्टन्टिङ, अन्डरवेट वास्टिङ, त्यस्तै यो के भन्छ अरे इन्स्टिट्युसनल डेलिभरी, 4 ANC प्रोटोकल, योहरू इम्पोर्टेन्ट छ। सोध्न सक्छ, तर पढ्नु चाहिँ सबै पढ्नु, किनभने अरू पनि सोध्न सक्छ, हामीलाई थाहा हुँदैन। अब SDG र MDG सस्टेनेबल डेभलपमेन्ट गोल्स र मिलेनियम डेभलपमेन्ट गोल्स। सस्टेनेबल डेभलपमेन्ट गोल्स 2030 सम्म यसको टार्गेट हुन्छ। 2030 सम्म टार्गेट मिट गर्नु छ भने MDG को यो सकिसकेको छ, 2015 सम्म थियो। सो यसमा न्युनाटल मोर्टालिटी रेट MDG मा 16 पुर्याउनु थियो 2015 सम्म भने 2030 सम्म 12 पुर्याउनु छ। IMR मा 36 पुर्याउनु थियो, जुन SDG IMR मा यसको टार्गेट दिएको छैन। चाइल्ड मोर्टालिटी रेट अथवा अन्डर 5 मोर्टालिटी रेट MDG मा 54 र SDG मा 20, त्यस्तै मेटरनल मोर्टालिटी रेट 134 पुर्याउनु थियो, र यो लेस देन 70। यो चाहिँ ग्लोबल टार्गेट हो। यो सबै मैले ग्लोबल टार्गेट भन्दैछु, नेसनलको छुट्टै छ, रिभाइज गरेको छ अहिले, त्यो म भन्छु। त्यस्तै टोटल फर्टिलिटी रेट 2.5 पुर्याउनु थियो, अहिले 2.1 पुर्याउनु छ, जुन पुगिसकेको पनि छ हाम्रो नेपालमा। 2.1 माथि SDG 2022मै एनडिएचएस 2022मै पुगिसकेको थियो। CPR 67% पुर्याउनु थियो। यो मोडर्न CPRको कुरा हुँदैछ। सम मोडर्न CPR मात्रै पर्छ, यसमा सबै बोथ ट्रेडिसनल पनि पर्दैन। मोडर्न CPR र 60% पुर्याउनु छ यो, जुन अहिले कति छ भने 43% छ नि त, 43% छ, तर 60% पुर्याउनु छ 2030 सम्म। त्यस्तै एडोलेसेन्ट फर्टिलिटी रेट 70 पुर्याउनु थियो, अहिले 30 पुर्याउनु छ, जुन अहिले कति छ भने 71 थियो हाम्रो एनडिएचएस डाटा 2022मा। डेलिभरी बाई SBA 60% पुर्याउनु थियो, अहिले चाहिँ 90% पुर्याउनु छ, जुन अहिले 90% पुगिसकेको छैन। इन्स्टिट्युसनल डेलिभरी अहिले 90% पुर्याउनु छ। 4 ANC भिजिट पनि 90%। त्यस्तै बजेट इन हेल्थ सेक्टर 10% थियो, तर अहिले कमै गरेछ 8%। अहिले चाहिँ हाम्रो 4 to 5% बजेट हुन्छ हेल्थको हाम्रो नेसनल बजेटबाट, तर कति पुर्याउनु छ 2030 सम्म भने 8%। त्यस्तै अनमिट निड अफ फ्यामिली प्लानिङ, अनमिट निड 10%मा झार्नु छ यो, जुन अहिले कति छ भने 21% छ नि त, त्यसलाई 10%मा झार्नु छ। त्यस्तै PNC भिजिट, 3 PNC भिजिट भन्नाले अहिले त 4 PNC भिजिट छ, तर यो भन्दाखेरि 3 PNC भिजिट नै थियो। 4 PNC भिजिट 90% पुर्याउनु छ। स्टन्टिङ, अन्डरवेट वास्टिङ 28, 27 र 5 थियो, MDG मा पुर्याउनु पर्ने त अहिले 15, 10 र 4% पुर्याउनु छ। त्यस्तै फुल इम्युनाइज 95%लाई फुल इम्युनाइज गर्नु छ, जुन अहिले कति छ भने 80% SDGको एनडिएचएस 2022को डाटा अनुसार छ 80%, अहिले 95% पुर्याउनु छ। त्यस्तै टिबीको इन्सिडेन्सलाई 20 पर लाखमा झार्नु छ। त्यस्तै मलेरियाको इन्सिडेन्सलाई 0.01 पर 1000मा झार्नु छ। इसेन्सियल ड्रग सप्लाई भनेको 100% ड्रग सप्लाई हुनुपर्ने सबैतिर, र हेल्थ फेसिलिटी विदिन 30 मिनट डिस्टेन्समा कति पर्सेन्टलाई पुर्याउनु छ भने 90%लाई 90%को पहुँचमा होस् आधी घन्टाभित्र स्वास्थ्य संस्था। त्यस्तै कालाजार केसलाई 0 बनाउनु छ, लेप्रोसी केसलाई 0, डेङ्गु केसलाई पनि 0, ट्राकोमा केसलाई 49 वटा बनाउनु छ। सो यो थियो हाम्रो डिफ्रेन्ट SDG र MDGको इन्डिकेटरहरू कसरी टार्गेट छ। अनि यो एउटा 2030 रिभाइज टार्गेट हाम्रो प्लानिङ कमिसनले नेपाल प्लानिङ कमिसनले रिभाइज गरेको छ नेपालको लागि, जुन कति पुर्याउनु छ भने प्रिभलेन्स अफ अन्डर नरिसमेन्ट
अन्डर नरिसमेन्टलाई 5% 5 पुर्याउनु छ 5% पुर्याउनु छ। पर्सेन्टेज अफ अन्डर 5 इयर्स अफ एज हु आर अन्डरवेटलाई 12% पुर्याउनु छ। प्रिभिलेन्स अफ एनेमिया एमङ अन्डर चिल्ड्रेन अन्डर 5 इयर्समा 15% पुर्याउनु छ। त्यस्तै मेटर्नल मोर्टालिटी रेटलाई 110 मा झार्नु छ। पहिला हाम्रो नेसनलको के भन्छ अरे ग्लोबल टार्गेट 70 थियो -70, तर अहिले नेपालको 110 मा झार्नु छ, जुन अहिले कति छ भने 151 छ हाम्रो सेन्सस अनुसार। त्यस्तै अन्डर 5 मोर्टालिटी रेटलाई कतिमा झार्नु छ भने 25/1000। त्यस्तै नियोनेटल मोर्टालिटी रेटलाई 15 मा, जुन अहिले 21 छ। त्यसपछि टोटल हेल्थ एक्सपेन्डिचर एज पर्सेन्टेज अफ जिडिपी, हाम्रो जिडिपीको टोटल हेल्थमा कति एक्सपेन्डिचर हुनुपर्छ भन्छ भने 5% हुनुपर्छ भनेर टार्गेट प्रिभाइज गरेको छ। सो यति थियो हाम्रो यो गण्डकीसँग रिलेटेड डाटाहरू, जसमा हामीले के पढ्यौँ भने एमएमआर, एमएमआर एनडिएचएस 2022, डिएचएस 2080-81 को एसडिजी, एमडिजी र रिभाइज्ड एनपिसीले रिभाइज गरेको एसडिजीको इन्डिकेटरहरू। अनि यदि तपाईँहरूलाई कुनै कुरा डाउट छ भने तपाईँ सोध्न सक्नुहुन्छ कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ। कमेन्ट बक्समा कुनै टपिक तपाईँलाई इम्पोर्टेन्ट छ भने त्यो भन्नुहोला कमेन्टमा, म त्यसमा भिडियो बनाउने छु। र च्यानललाई सब्सक्राइब चाहिँ गर्नुहोला, सब्सक्राइब गर्नु नबिर्सनु होला यस्तै भिडियो हेर्नको लागि। हस्, धन्यवाद।